Jai Nepal सबैजनालाई. All the students have already arrived in the morning for the picnic. र म आज विद्यार्थीहरूको सबैको सुरुदेखि अन्तिमसँग भिडियो लिने प्रयास गर्नेछु. अब चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ. Boys are excited. Yo. Hello, ma'am. उहाँहरु चाहिँ 10 क्लासको हो है. Hello sir. Hello everyone. Welcome to हाम्रो सरको vlogs. Bye bye. Oh, very good. अब चाहिँ हामी यात्राको बीचमा आइसकेका छौं. हजुर फाइनली हामी चाहिँ हाम्रो पिकनिक स्पटमा आइसकेका छौं. माथि चाहिँ हामीले घाम पनि बिहानको चिसो मौसममा तातो घाम लागिरहेको छ. यात्रा सब सुरु भइसकेको छ. फोकना क्याटरिन एन्ड पार्टी मेन्युमा हामी यहाँ आइपुगेका छौं. हाम्रो पिकनिक स्पट रहेको छ. घाम पनि मजाले लागिरहेको छ. घाम पनि मजाले लागिरहेको छ. यात्रा गर्न सक्नुहुन्छ. केबिन पनि यही हुनुहुन्छ. Hello. यो क्लास 6 को हुन्छ. Lady Ronaldo. Thank you very much. Hello. Sir, welcome to park. Welcome. एकदम रमाइलो भइरहेको छ. तपाईहरु देख्न सक्नुहुन्छ यहाँको दृश्य. सुन्दर दिदी डान्स गरेको देख्न सक्नुहुन्छ तपाईहरुले.
मजाले आएर चाहिँ फ्याल्दिनु होला। जथाभावी फ्याल्नु हो भनेदेखि फेरि आफ्नै बस्ने ठाउँ फोहोर हुन्छ है। र फ्याल्ने काम चाहिँ नगर्नु होला है। जति पाउनु भएको छ त्यो सबै खानु होला। र अब क्लास 9 तपाईहरु पनि लामबद्ध भएर खाजा खानका लागि तयार हुनुहोस्। कक्षा 9 खाने गरी लिनु होला, खाने गरी चाहिँ नलिनु होला है। पदक पदार्थ चाहिँ उफ्रियो भनेदेखि चाहिँ त्यही बाल्टीमा हालिदिनु होला है। ल हामीले हिजो तपाईहरुलाई एक्सप्लोर गरौँ त। हाले छ पर्यो भनेदेखि चाहिँ सम्बन्धित कक्षा शिक्षकलाई है आफ्नो कक्षा शिक्षकलाई चाहिँ जानकारी गराएर मात्र जानु होला। नभए हामी एकातिर प्रोग्राममा जान्छौँ, तपाईहरुलाई लग्छौँ र अरूतिर गएका विद्यार्थी भाइबहिनीहरु छुट्नुहुन्छ। त्यसै हुनाले यही कम्पाउन्ड भित्रै हामीकै निगरानीमा चाहिँ तपाईहरु सबै गरेर त्यस्तो अरूले मिठो 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 छ मिठो छ भन्यो Like
अब चाहिँ हामी खाजा खाएर घुम्न निस्किँदैछौँ, तपाईँहरू देख्न सक्नुहुन्छ। मेकलाइन यार मेकलाइन। हामी चाहिँ अब घुम्नलाई निस्किसकेका छौँ। यहाँ पवित्र म्याम हुनुहुन्छ। है यो चाहिँ कार्य विनायक आफ्नो कामको सिद्धिको लागि आफ्नो काम सम्पन्न होस् भनेर हामी प्रार्थना गर्छौँ नि हैन। यहाँ चाहिँ पूजा गरिन्छ, बिहेको कारहरू हुन्छ, त्यहाँपट्टि पनि चलन ल्याइन्छ यहाँ हैन। आफ्नो मनोकामना पूजा भइसकेपछि यहाँ चाहिँ पूजा गर्ने चलनहरू छ है। अनि यहाँबाट गइसकेपछि यहाँ झोलुङ्गे फुल आउँछ, सबैजना हुटुटुटु नजाने, राजबाडी बिस्तारै जाने है। खानामा चाहिँ कसरी किन सबैजना राम्रोसँग घुम्नु होला। बी सेफ, बी इन डिसिप्लिन। ल बी सेफ, बी इन डिसिप्लिन, ओके? ल मजाले घुम्नुहोस् है। यहाँ झोलुङ्गे पिनमा धेरै नउफ्रिने ल, धेरै मान्छे ओके मेलिसा, फोटो खिच्दैन भने चाहिँ खिच्यो है मेलिसाको। मेलिसा यता हेर्नुहोस् त ल। मोबाइल बोक्ने भने फोटो खिच्दिन ल एकचोटि मिलन यस्तो गर्नु ल वान यता यता हेर्नुहोस्, यता यता माथि हेर्नुहोस् न। 1 2 3 ल। मेलिसाको हाय मेलिसा मेलिसा भयो भिडियो गरेको तिमीले? हजुर भिडियो गरेको म्याम। राम्रो छ राम्रो छ। एउटा भिडियो नै बनाऊ न। त्यस्तै बनाउने। कार्य विनायक मन्दिर रहेको छ यहाँ, धुलोहरू देख्न सक्नुहुन्छ। Okay, be happy, be in discipline. राम्रो A+ आउने गरी माग्ने है वरदान। यहाँ राजकुमार सर देख्न सक्नुहुन्छ तपाईँले। क्यामेराम्यानहरू देख्न सक्नुहुन्छ तपाईँहरू।
ल उहाँहरू माथि जाने होइन यताबाट यताबाट होइन होइन यताबाट ल त्यो घन्टी बजाउँदै जाने है दीपक सर लास्टमा आउनुहुन्छ के ल तिम्रो मोबाइलबाट यहाँ फोटेको छ यो वर्णलाई देख्न सक्नुहुन्छ तपाईँहरू त्यो ठाउँ धेरैचोटि देखिसकेको वाउ सम्यक ओए निश्चल डोन्ट शेक इट्स ओए तिनीहरुले त्यो नहल्लाउनु भनेको छ जाऊ 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 ओए तिनीहरुले नहल्लाउनु भने को तर काला हुने रहेछ हेर है हामी चाहिँ पुलमा आइसकेका छौं तपाईहरु देख्न सक्नुहुन्छ ओए अगाडि अगाडि आउनुस् है अगाडि आउनुस् ओए ए आउनुस् न अगाडि ए अगाडि आउनुस् ओए मलाई पो डर लाग्यो त ए नहल्लाको नि हैन नहल्लाको नि हैन डर के आगे जीत है मेरे दोस्त डर के आगे जीत है म डर लाग्दैन मैले हेरेर चाहिँ मलाई अलि अलि डर लाग्यो अब चाहिँ म त डर लाग्दैन हो माउन्टेन ए नगर अरे के त्यस्तो रेड बुल गिभ्स यु विंग्स सागो पुल लिएर जान्छु केटा तिमी त हेर्न दाइ संयोग दाइलाई नगर अरे के सागो पुल सागाको जेललाई लिएर रियो भन्दा माथि के डरेर आउ म जाने हो एकचोटी सागो पुल मेरो ब्याग माथि छुट्यो कसले दियो त्यो लाठी म त हात लिएर साथी
ल जाऊ जाऊ ल अगाडि आउनुहोस् अगाडि ल मेमको हाई हाई हेलो हेलो ए अगाडि गइहाल्नुहोस् अगाडि गइहाल्नुहोस् यो हेलो हेलो ल हेलो 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 यहाँ लाखबत्ती बालेर आएको कार्यविनायकमा ल भेरी गुड खोइ संयोग कहाँ गयो ए यहाँ आएपछि हल्लिँदो रहेछ बिचमा चाहिँ टाइगर 1 2 3 हो ओए ओए ल ल सिनेमेटिक ल फाइनली पुल पनि क्रस कतातिरको यात्रा हो सर हाम्रो खै अर्को मन्दिर छ रे यहाँ कता हो राम्रो ए त्यतै हुन्छ अब मच्छिन्द्रनाथ मन्दिर मच्छिन्द्र बाबा म्याम यहाँ आउनुहुन्छ भिडियो भिडियो ल यो मच्छिन्द्रनाथको विशेषता के होला भनिदिनु त मच्छिन्द्रनाथले चाहिँ हामीलाई वर्षाकालमा के अरे वर्षा नहुँदा चाहिँ पानी पारेर चाहिँ खेतीपातीको लागि बनाएर विशेष गरी हामी अन्नदाताको रूपमा मान्छौँ हो थ्याङ्क यू भेरी मच यता यहाँ फोटो सेसन हुँदैछ देख्न सक्नुहुन्छ हेलो हेलो सर यहाँ भित्र चाहिँ के छ गजहरू भुइँमा एकजना अगाडिको बोइस तल भयो टाउको छेकी चाहेर जम्मेको बन्द यो चाहिँ तपाईँहरू त्यो 365 दिनमा चाहिँ 365 दिन चाहिँ बन्द रहने 3 दिन हुन्छ ल दसैँको नवमी दशमी र एकादशी है
कुकुरले पो आनन्द ल्याएर चाहिँ घाम तारे पनि मजा आयो है सनबाथ लिने स्टाइल हेर्नुहोस् यहाँ सनबाथ मिल्दैन त्यो काम गर्ने मात्र जाने हो राम्रो भयो क्लास 10 फोटोको लागि आऊ अब चाहिँ हामी फाइनल्ली फेरि सबैतिर घुमिसकेर हामी फेरि आफ्नो डेस्टिनेसनतिर जाँदैछौँ हामी तपाईहरु देख्न सक्नुहुन्छ ल हुन्छ सर हो गर्ल्सहरू होला एक दुई पछाडि हजुर म्याम आउँदै हुनुहुन्छ यताबाट अलिक लाइट पर्ने रहेछ क्या यो त गाउँघर जस्तै भयो त ए बाँसघारी पुरै फाइनली हामी चाहिँ कार्यविनायक अनि मच्छिन्द्रनाथ मन्दिर सबैतिर घुमेर आइसकेका छौँ
पुरै रिसर्च गरी गरी खाइरहेछ है उसले गोलबाट निकाल्दैछ सब्स्क्राइब गरिदिनु अनि यस्तो यो नेपाली
चटनी अब चाहिँ हामी क्लास वाइज गेम खेल्दै जानेछौँ। म्युजिक बजेपछि म्युजिक पास पास म्युजिक ठुलो ठुलो फोर्थ पोजिसन प्राप्त गर्नुभएको छ। स्थान प्राप्त गर्न कक्षा 6 बाट निर्जला पौडेल बहिनीलाई पनि धेरै धेरै बधाई अनि शुभकामना। बहिनीलाई पनि धेरै धेरै बधाई अनि शुभकामना। त्यस्तै गरिकन को गेममा पुरस्कार प्राप्त गर्नुभएको छ बहिनी पल्लवी। जोरदार तालीले बहिनीलाई स्वागत तथा अभिनन्दन गरौँ। अब यहाँहरूको ध्यान भाइलाई धेरै धेरै बधाई अनि शुभकामना। त्यस्तै गरिकन तेस्रो स्थान प्राप्त गर्नु भएको छ भाइ रुजन तामाङ। भाइलाई पनि धेरै धेरै बधाई अनि शुभकामना। निकै चतुर भाइ, तर तेस्रो स्थानमा त प्रथमै ल्याउनुहुन्छ कि जस्तो लागेको थियो। त्यस्तै गरिकन दोस्रो स्थान प्राप्त गर्नु भएको छ भाइ एभिन सिन्जाली मगर। भाइलाई पनि धेरै धेरै बधाई अनि शुभकामना। त्यस्तै गरिकन प्रथम स्थान प्राप्त गर्नुभएको छ भाइ सोवन्त लिम्बू। भाइलाई जोरदार तालीले स्वागत तथा अभिनन्दन गरौँ। र पुरस्कार सानो होस् ठुलो होस् जेसुकै हो, प्लिज आमा बुबाका अगाडि लगेर खोल्नु होला। खोल्नु चाहिँ हामी फिर्ता दिन्छौँ, हामीले देख्यौँ भनेदेखि। तर आमा बुबाका अगाडि खोल्नु भनेदेखि पक्कै पनि त्यो महत्त्वपूर्ण हो। यो चाइना, युएसए, इन्डिया, नेपाल कुनै कोठा चाहिँ खाली हुनु भएन। 3 जना हुनुहुन्छ भने एउटा खाली हुने भयो, तर 4 जना हुन्जेलसम्म 4 वटा कोठा चाहिँ भरिनु पर्यो भन्दै सबै विद्यार्थीहरू मञ्चको अगाडि भागमा चाहिँ यसरी बसिदिनु हुनका लागि दर्शक दिएका है। र म्युजिक अफ हुने बित्तिकै तपाईँले आफ्नो देश रोज्नु पर्ने हुन्छ है। अनि म एउटा टोकन छैन भने बरु पछाडि ब्लास्ट गर्दैछु है। ल है एकछिनमै छ, एकछिनमै छैन, सबै देशवासी बस्छ। सिपालुलाई कलम
अब 4वटा समूहमा तपाईहरु बसिदिनु होला 4वटा देशमा है। तपाईको भाग्य र भविष्य है। चाइनामा को हुनुहुन्छ? एकछिनमै छ एकछिनमै छैन है। कतिको सुरक्षित हुनुहुन्छ कि नेपालै पहिले जाने हो कि? नेपाली हामी रहौला कहाँ नेपालै नरहे। त्यस्तै गरिकन तेस्रो स्थान प्राप्त गर्नुभएको छ बहिनी हर्षिका भुजेल। बहिनीलाई पनि जोरदार तालीले स्वागत तथा अभिनन्दन गरौँ। त्यस्तै गरिकन बम ब्लास्टिङ गेममा गर्ल्सतर्फ चाहिँ दोस्रो स्थान गर्न सफल हुनुभएको छ बहिनी आरुषी राउत। बहिनीलाई पनि जोरदार तालीले स्वागत तथा अभिनन्दन गरौँ। र अरू नभइकन बम ब्लास्टिङमा पहिलो हुनुभएको छ बहिनी अमृता थापा मगर। बहिनीलाई जोरदार तालीले स्वागत तथा अभिनन्दन गरौँ। र यो गिफ्ट चाहिँ प्लिज तपाईहरुले खोल्नु भयो भनेदेखि उत्तम सरको हुन्छ हैन पवित्र रामको है। त्यो चाहिँ विचार गर्नु होला है। त्यसै हुनाले उत्तम सरलाई दिने मन छ भनेदेखि फटाफट खोल्नु होला, नभए घर लगेर है त्यो गाडीमा पनि नखोल्नु होला, फोहोर हुन्छ फेरि गाडी है। ल अब बोइज तर्फ जाँदैछौँ र बोइजमा बम ब्लास्टिङमा चौथो हुनुभएको छ भाइ तेज बहादुर। भाइलाई जोरदार तालीले स्वागत तथा अभिनन्दन गरौँ। त्यस्तै गरिकन तेस्रो स्थान ओगट्नु भएको छ भाइ रेजिन तामाङ। भाइलाई पनि जोरदार तालीले स्वागत तथा अभिनन्दन गरौँ। र दोस्रो स्थान ओगट्नु भएको छ भाइ सौगात बस्ने। भाइलाई पनि जोरदार ताली, अलिक ताली बजेन जस्तो लाग्यो। र बोइज तर्फ प्रथम स्थान ओगट्नु भएको छ हेर्नुहोस् त मैले भनेको कतिको ठिक भयो या भएन? गेममा त लास्टतिरबाट फर्स्ट भइन्छ। एकदमै फर्स्ट हुनुभएको छ ईशान पराजुली। त्यसै हुनाले प्रतिभा गेममा त फर्स्ट नै ल्याउनु हो। बधाई छ भाइलाई, अझ राम्रो उन्नति प्रगति गर्दै जानु होला भन्दै अब फर्स्टमै पोल्यो भनेदेखि चाहिँ गइन्छ। टेक्निसियन भाइ प्लिज तपाईँ चाहिँ आँखा उता मिस्टेक गरे। अब हाल यताबाट खेल्ने, यसलाई फेरि रि गरौँ मेमरी। स्पन्दन सन्तोषी अलिक पर अलिक पर
अलिकता आउनुहोस् अलिकता नजिक होइन नजिक होइन भाइ तपाईहरुले बेलुन नछारिकन यो हामी भएको चाहिँ यहाँ आइदिनु होला है एउटा त जस्तो झरे पछाडि टाउन माथि र स्ट्रेट लाइनमा छैन अनि हेर्नु त पनि शिक्षा सके छैन बराबर बराबर एउटै लाइनबाट आउनु पर्यो नि यहाँसम्म आइपुग्यो यो आइपुग्नु पर्यो है यहाँको त्यो उफ्राइ गरे पनि हुन्छ है बेलुन झर्यो भने थर्ड हुन्छ फोर्थ हुन्छ त्यताबाट यहाँ आइपुग्नु पर्यो फर्स्ट हो चाहिँ बेलुन नझरिकन आइसक्नुपर्छ फेरि झरेर फर्स्ट हुन पाइँदैन ल Now start. Ready? 1, 2, 3, go! First, second. के भयो? अनि फेरि किन फर्केर गएको? के भयो? First, स्वागत तथा अभिनन्दन गरौँ। त्यस्तै गरिकन तेस्रो स्थान प्राप्त गर्नुभएको छ बहिनी प्रशंसा घिमिरे। बहिनीलाई पनि जोरदार तालीले स्वागत तथा अभिनन्दन गरौँ। र दोस्रो स्थान यो हट पोट्याटो प्लस बेलुन रेसमा चाहिँ दोस्रो हुनुभएको छ भाइ शिवम नायक। भाइलाई पनि धेरै धेरै बधाई अनि शुभकामना। र प्रथम स्थान ओगट्न सफल हुनुभएको छ अरू कोही नभएर बहिनी ग्रीष्मा थापा मगर। बहिनीलाई जोरदार तालीले यस मञ्चमा स्वागत तथा अभिनन्दन गरौँ। धेरै धेरै बधाई अनि शुभकामना बहिनीलाई। र अब हामी यहाँको ध्यान आकृष्ट गर्न चाहन्छौँ कक्षा 9 Everyone!
धेरै धेरै धन्यवाद भाइ बेसन जगलाई निकै नै राम्रो प्रस्तुत
highest rate. Officially out. Third position. Everybody clap for him, please. And finally, our winner is our issue teacher. And before the teachers came, we had our Second. Khoi ta clap साथीको लागि हाँसी गर्नु Niharika first. Yuna, मैले प्राइज नपाएको धुनमा त नामै भुलेको सर Yuna भन्नलाई पनि Niharika भनेको दुवैजना लाओस् नि त हैन ल सेराई सरले हेर्नु भएको छैन हातले मात्रै हेरे है यो सेराई सरलाई ल एकदम मन पर्दो रहेछ शान्ति जहिले पनि यस्तै शान्त भएर ज्ञानी भएर हाम्रो लाइफमा एकदम माथि जानु अब क्लास 10 लाई नेक्स्ट टाइम हामी प्राइज दिन सक्दैनौँ त्यही भएर स्पेशल फर क्लास 10 सोनिमा स्कुल क्याप्टेन फेरि पनि हाम्रो स्कुलमा आइराख्नु हामीलाई याद आइराख्ने छ तिमीहरूको काम क्लास 10 स्पेशली प्लिज कोर्लीले मलाई प्राइज दिन्छु भनेको सपनामा त्यही भएर फर्स्ट भएर भित्रमा निशा सबैभन्दा मैले धेरै गाली गर्ने निशालाई आज उही फर्स्ट भएछ कङ्ग्रेचुलेसन निशा गाली गरेर फर्स्ट भयो निशा हो रे आफूलाई होस्टमा त्यो राखेर गाउँ छैन बोक्दामा लानु भनेको छ थ्याङ्क यू निशा फाइनल्ली हामीले चाहिँ हाम्रो पिकनिक कम्प्लिट गरिसकेका छौँ अब हामी सबैजना घर गइरहेका छौँ म्याम सर बाई बाई यहाँबाट वारे बिचमा छिर्नु भयो काउन्ट गर्दा गर्दा 1 2 3 4 5 6 7 8 9 बाई बाई भोलि सर पर्सि भयो किन ओडब्ल्यू युबिया हाय सो गाइस अब हामीहरु जाना अहिले बढ्दा हुन्छ म्याम गर्नुस् ल बाइ बाइ सी यु बाइ बाइ हैव अ गुड नाइट अब हामीहरु जाँदैछौँ घर अब हामी बस्ला डिस्को बनाउँछौँ डिस्को गाडी पल्टेला भने अझै अलिक ठुलो स्वरले बोल्नु न अब गाडी लड्ला भन्ने के छ हैन फेरि हामीहरु बस्ला डिस्को बनाउने बेलामा छौँ यस त्यही हो सुरु भइसकेको छ